हाम्रो माछा पोखरी, हाम्रो ससुरालीको माछा पोखरी। अब हामी चाहिँ यहाँ माछा निकाल्न लागेको है। भदा ए यता हाम्रो सानो भदा, माथि इस्कुस फलिरहेछ, तल माछा पोखरी। ओ माछाहरू हिँडिरहेछ। एउटा ठुलै रहेछ। माउ नपर्ने पकाउनु हुँदैन। ल ए ल ल त भदा म पनि यस्तो गरिदिन्छु। ल खिच्यो है। म गएँ। यो राख त। चिसो छैन हौ। खोइ त यति घुरा मात्र पो छ त। अहिले पानी घट्यो। उहाँ तल छ ठुलो त। एउटा हामीले च्यालेन्ज खेलेको नि। अहिले फोहोर भयो भने त बाबा माछै देखिन्न नि फेरि। अनुल दादा एकछिन पकाउनु नि। साट्नु हो त। हामीले एउटा च्यालेन्ज खेल्यौँ नि। पाजुले एउटा माछा पकाउनु भयो भने म पाजुलाई 5 रुपियाँ दिन्छु। जम्मा 5 रुपियाँ? अनि एउटा मम्मी जम्मा 5 रुपियाँ? मम्मी एउटाको 5 रुपियाँ दिने हो? माछा समातेको होइन, हातले समाते अनुसारले 5 रुपियाँ दिने रे अनुसार। भिडियो खिचिरहेको छ। काजु खिच्नै पर्दैन भिडियो। साँच्चै दिने भरा? हजुर। नबता बस्नु भएन। बस्ने होइन म त। सकिन्न हौ बाबा, गाली सक्छु। तपाईँलाई भने यस्तो हुँदैन नि त। यहाँ अनुल दादा पकाउन सकिन्छ। ल है म सक्छु न है। एउटाको हिसाबले एउटाको 5 रुपियाँ है भरा। म छिटो छिटो त हौ। खोइ जाली ए जालीले पकाएर भने पाउँदैन 5। हातैले पक्रिदिन्छु म। अनि जालीमा पकाएर हातले पकाएर भने क्या बरु भन्दा मै पो पकाइदिन्छु यस्तो टसले। एकछिन त अब एकछिन अहिले जाली हालौँ न बरु। भदालाई एउटा देखाउनु पर्यो के। खोलाको पुल हो त? खोलाको पुल हो र? यो भदाले मलाई च्यालेन्ज गर्नुभयो के। ए 5 रुपियाँ पाएँ। अनि यहाँ राखिदिनु, भुइँमा पछाड्नु त। नपछाड्नु। कहाँ पछाड्नु? पानी हाल्नु नि। माउ पो रहेछ त है। यो फुल पारेछ है। पाउनु भएन। 5 रुपियाँ चुना लगाइसक्यो अनुलाई। खिच्यौ त? भयो ल एकछिन यो सफा पानी झुलालौँ ल। यो पो रहेछ त। खासै ठुल्ठुलो एउटा मात्र छ ठुलो, त्यो माउ होला। बन्द गरिदिनु। हजुर मैले थाप्ने चाहिँ ठिक परे। खोइ उतापट्टि जाऊ त। यता आऊ त। ओ यसरी अङ्कित यहाँ बनाएर बनाउनु। तान्नु पर्छ त। मसिनो पर्यो।
ए सानो सानो कहाँ आएको भने मजा छोड्दिनु छोड्दिनु यत्रो छ ए भुची पो रहेछ यहाँ छैन कि अलि त्यही भएर छ ठुलो क्या छ ठुलो छ ल उता अलिक तान्नुपर्छ ल यता पो ढुङ्गा जस्तो खिचिरहेको छ ल ल ल ल ओ अलिक तन्काउने हो त्यसरी है ल यसो एकचोटि छैन परेन अब यतापट्टि म ओ गरेँ हो त्यहाँबाट अब चाहिँ पर्यो है अब चाहिँ पर्यो ल उठाऊ परेन एउटा सानो छ अझै हेर्नु खोइ खोइ हिँड्दै कति सानो सानो छ पात हाल्दा पात त खान्छ त यता 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 यो कुना सोर्छु ल भाइ यो ओ सर त इस्कुस पनि एक दुईवटा त्यसमा उसिनौ न दामी हुन्छ ल्याउनु पे गर भिडियो गर्न जान खुट्टा माछाले खुट्टा खाएर है भाइ तर म नि कुनामा जानुपर्छ कुना पर्यो 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 उठा त एउटा सानो छ भने के गर्ने आमासित छ यता छ ठुल्ठुलो मैले कुरमा पस्यो त्यो त उयो माउ हो बाबा माउलाई छोडिदिने एउटा ठुलै छ हौ त्यही माउै हो क्या त्यो माउ हो कि अर्कै होला नि त होइन 5-6 त हुनुपर्ने त चिनिन्छ नि ब्याउने माछा चाहिँ डल्लो छ पकडेको चाहिँ भ्याउने माछा हो कुना कुना पसेको हुन्छ यस्तो मोमो पनि छिर्दै निक्लिँदैछ पर्यो भागे अपा त्यही एउटा ठुलोले मात्रै गरेर जस्तो लाग्छ म पनि छु अब जा मन पर्यो कहाँ निस्क्यो भयो यो माउ हो कि के हो ए हातैले समाउनु यो होइन होला होइन होइन हजुर यो त सानो छ नानी हो हुन्छ बिचरा जुमा बरु बाबा तलबाट निकाल्नु म तल नजान छिर्नुहुन्छ त्यहाँ पनि ठुलो ठुलो छैन होला तल्लो ट्याङ्की यो चाहिँ हुन्छ माउ छैन उयो बाल्टीमा बाल्टी थापा अनि त्यो त भागिहाल्छ नि बाल्टी थापा त भयो त्यो अहिले छानेर उ गर्ने अँ त्यो त खास त सानो त सानै छ भाग चाहिँ त्यो नगर है त्यो झोलको उ हुन्छ भोलि यसरी नै हो पक्रिने तल चाहिँ कत्रो रहेछ हेरेको तल हेर्न जानुपर्छ होइन माछा देखिन्थ्यो कि देखिन्थ्यो घाम लाग्दा नगर्नु आऊ 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 यता निस्क माछा मार्ने भयो सबै धमिलो भएर कानमा हिलो पस्छ नि त बच्चा निक्ली त
एउटा सानो सानो छ यहाँ ठुलो एउटा जुर्गै ती भित्र छ न त्यो न सोर हेर्नु सोर झुल झिके त्यो टेक्यो झुल गाडी हो यता झिकेकै छैन झुल त्यही छोड्यो बाबा त्यही छोड्यो होला अलिक पानी छ कसरी निकाल्नु पर्दा देखिन्छ नि उता छ होला उता अनि दाले उता छोड्यो नि त उता उता कुना हेर त अनि मैले भने हिलो छ क्या नि हिलोले हजुर यहाँ त म नि तिमीहरू यहाँ समात एकतिर अनि कता साइडमा छोड न ल यहाँ त ल यसरी टन्काएर नजा नजा होइन म उताबाट उ गर्दै आएको खेद्दै आउने अरे एकजना यता न भुइँमै राख्नु भुइँमै माटो सरेर ल त्यता सुनाएर होइन बाजु अगाडि निकाल्नु पर्यो निकाल्नु ल मेरो पनि निकाल्नु न ओ होइन ए म त समातेर समात नानी खम्बा 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 नउचाल्ने है यसरी समाल्ने मात्र घसेर ल्याउनु मात्र ल यसरी गरेर म उताबाट यताबाट अब भयो है नल्याउ न यता ए समाति मात्र राम्रो ल हो त्यसरी समातेर बस्नु अर्को बाटो भागिगयो होला कहाँ माछा पनि कम्ती चङ्खो छ माटो खोदाएर पनि जान सक्छ नि माछा चाङ्खो रहेछ है है आउँदैछ है माछा ल उठाउ त ल अम्बो कत्रो खोइ र त यो त ब्याउने होला होइन कत्रो बोलाउनु त अझै छ अर्को छ? ए आएर छ खोइ यो त ब्याउने हो अघि हेरेको है यो चाहिँ ब्याउने होइन यो ब्याउने हो छान्छन् छान्नुहुन्छ मम्मीले के गर्ने होइन यहाँ हाल यहाँ होइन यो फाल्ने हो यो एउटा भइ पुगिहाल्छ नि होइन भने अँ हँ यत्रो छ त यो त जुम तल जाउँ अब यो कम्ता ठुलो छ यी सब अझै छ अझै यो एकचोटि त्यस्तै पक्रेर राख्नु त म ल्याउँछु लुगा हिलो मामा आमा म एकछिन आमा होस् न त पर्दैन प्लिज आमा एकछिन
त्यस्तै पकडेर उताबाट उ गरेर पहिला हो त्यहाँबाट यसरी यता ल्याउनु आमा नजा नजा खम्बामा राखौँला नि खम्बामा ऊ परे उभिरह नि त पहिला उता उ गरेर केटाबाट सोरेर मम्मीलाई बोलाउनु त बाबु ऊ त इस्कुस उसिन्ने भनेर चाहिँ टिप्नु गयो ए हो हजुर त्यताबाट उ गर्नु है हजुर दादा एकछिन पर्दैन नआउने बाबु यहाँ त्यसै भिड भइसक्यो नभन्नु माछा पनि होइन बस Let's go ल यो पनि नहोला ए झिक्नु आएको थियो ल त्यतै पकडेर राख है अघि जस्तै कुरोमा पस्दो रहेछ नि त बिचरा यसको लागि सानो भन्छ यो अहिले उ गरौँला है ए हुन्छ ल ल नानी आएपछि ए दसिया भयो है बोला दुईटा हातले भइसक्यो दुईवटा हातले भयो है तर म दिन्न फल छ अरे एभोकाडो को बच्चा फ्याँक त्यो पकडेर राख्नु है पकडेर राखेको यो क्या मैले अस्ति अङ्कितको भित्र गयो क्षमा छ यहाँ हजुर तर यो कहाँ कहाँ उ गरेर यसरी ताल उ नपुगेर खुट्टा पनि ठुलै छ यो ठुल्ठुलै छ हौ भनेछु उयो ब्याउने हो कि हेर्नु त ऊ यहाँ बाल्टीमा है देखाउनु त बाबा ब्याउने हो कि होइन होइन अहिले भाग्छ यो नानी ठुलै छ यो यो ल अहिले छोडिदिउँला है एकछिनमा त्यो उ गरेर छैन परेन यहाँ त ए नउठाउ न ए दुई भाइले त हो नउठाउ है चन्द्रिका आउँदै नउठाउ है जालले उयो गर्ने नउठाउ न अर्कोपट्टि गर्नु खोजिरहेको छ यहाँ राख्नु भुइँ राख्नु भुइँमा राख्यो भुइँमा छोड्दैछ हेर्नु ल हो यत्रो ठुलो माछा भर्खर पारेर छोड्दै ल ल ल एकछिन होइन होइन एकछिन है मेरो हातमा ठुक्केर छिरेछ यार होइन 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 यता उ गर है। राख्नु 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 यता राख गोजीमा राख राख ए राख न पहिला यो उ गरेर तिम्रो गोजीमा होइन हौ यहाँबाट अघि जस्तो उ गर्ने है ल अब उतापट्टि तपाईँले बोक्दिनु उता ट्याङ्की पनि नजाओस् ल पानी ओ यसरी गरेर राख यसरी गरेर भुइँमा यसरी गरेर राख्ने अब म उताबाटै लिएर आउँछु है माछा ए ठुलै छ उता अघि पक्रेको जस्तै कुरमा हुँदो रहेछ यहाँ चाहिँ कुर छ तल छैन हिलेमा त छ पसेछ तल त पाइला सर्दैन नि यसरी कहाँ पाइला सर्छ आउँदैछ है आउँदैछ हिलो छ होला अयो कति हाँस्नु हौ पुरै उल्टो छ पानी उता पार्न भाइ त्यो हो त्यहाँ राख त हो त्यो हुन्छ लगाएको जस्तो लाग्छ ओ त्यो ल्याउ त बाबु सक्दैन होला अहिले छोड्दैलास् है सक्दिनँ म सक्दिनँ आमा हो
यहाँ छ बाबु भाइ भर्खर परेको छ गयो यसो गरे न त्यो अघि जस्तै राख त यो पनि ब्याउनु लगाएको हो वा हुच्चिहरू अनि यहाँ चाहिँ के गर्नु अब अलिक अलिक पुरा गर्छु खोइ होइन फ्याउटी त मरिगयो नि अघि जस्तै थापेर राख न बाबु हो यहाँ चाहिँ निकाल त के भयो छिराक्यो छिरेछ एकछिन है अब यो हुन्छ भने यहाँ हाल्नु ए बस्छ त बाबु यो नहाल त्यो यो सानो नहाल होइन एकछिनबाट निकाल्नुपर्छ ए त्यो अब यो गर त ए भाइ यो त भिज्यो हटा नगर भिडियो गरिरहेको छु के भन्नु लाउँछौ त्यो त अब ओ यहाँ भएर ल ल छैन होला अब त्यो चाहिँ ठिक छ यो त म उयो हुँदै थियो होइन र थियो क्या हो र त ऊ त्यो एउटा पऱ्यो ल ओ हत्तुई भएछ माछाहरू कुद्दा कुद्दा ए हो त्यो चाहिँ हो नि हो ब्याउने त पल्लो डल्ले नानीले समाउनु भएको यो चाहिँ ब्याउनु हो हो भुँडी ठुलो छ नि यो त्यो पनि पो हो क्या है हो यो नि भ्याउने होला यो त होइन होला है ऊ यस्तो भुँडी छैन अन्त छैन छैन होइन ब्याउने होइन त्यो हजुर ऊ त्यो हो त्यो दोडा भाइ ऊ त हाल्नु त यो त हो होइन होइन हो त्यो एकछिन खोइ नानी मलाई छ यहाँ हेर नि ब्याउने चाहिँ यस्तो हुन्छ नि त ऊ त्यो चाहिँ हो त्यसले दखल पर्छ त्यो यो होइन होला भनेपछि भ्याउने होइन यो सलक्कै छ हो त्यो चाहिँ हो पुटुक पुटुक भएको मुखबाट नि छाच्छ नि त उनीहरू हो त्यो चाहिँ उता हालौँ त यो हाल्दिउँ है नानी यो त ब्याउनु हुन्छ 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 हालिदिउँ हो त्यो ब्याउने यो हातमा हान्न न मर्छ हुन्छ यति यति अब बिउ उयो भइगयो नि लु लु भयो अब अब चाहिँ होइन अझै एउटा भ्याउने छ ए छ र हाल्दिएँ मैले हालिदिनु भयो त दुईटा छ त भ्याउने त्यो होइन यो होइन 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 अघि हालिसक्यो मैले हालिसक्यो बाबा हुन्छ यो होस् सानो छ यहाँ एउटा ल ती झुल पखाल्न भाइ भइहाल्छ त उल्टो पारेर तिनटा ठुल्ठुलो छ नि त ठुलो सबै ब्याउनु लगाएको छ बुवा हजुर तिनटा हो अझ ठुल्ठुलो छ नि त ठुल्ठुलो छ एउटा त धेरै ठुलो छ पानी अब उता धारेर पार्छ भाइ अब झुल पखालेर निकाल त भाइ झुल पखालेर निकाल अब भयो पुग्छ यहाँ मसँग छ त्यो त छिप्पेको रहेछ नि त के पल्टे माछा
ला कानमा उयो पऱ्यो क्या नि हिलो होस् छोडिदेऊ यो नि यो ब्याउन लगाएको होइन मम्मी खोइ को नि त होइन 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 ब्याउन लगाएकोलाई पाप गर्नु हुँदैन भयो 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 पुग्छ लिएर गयो ल बोका म लिएर आउँछु म लिएर आउँछु झुल नानी नगर न भयो लु कहाँ उयो गर्नु काट उयो गर्नुपर्ने खोइ रातो काटिदिनु